नयाँ निजामती सेवा ऐन कार्यान्वयनमा आएपछि अहिलेका निजामती कर्मचारीहरूको स्वत बढुवा हुने भएको छ। खास गरिकन 7 वर्षभन्दा बढी सेवा अवधि गरेका निजामती सेवाका कर्मचारीहरूको तह वृद्धि मार्फत यो ऐनले स्वत बढुवा गर्ने व्यवस्था गरेको हो। नायब सुब्बा, शाखा अधिकृत, उपसचिव र सहसचिव पदमा कार्यरत कर्मचारीहरूको स्वत बढुवा हुने व्यवस्था यो ऐनले गरेको छ। स्वत बढुवा भनेको एक तह वृद्धि गरेर स्वत बढुवा हुने व्यवस्था गरेको छ। अहिले ऐन बनिसकेको छैन। विधेयकको दफा 42मा स्वत तह वृद्धिको व्यवस्था गरिएको छ भने विधेयककै दफा 6मा चाहिँ कस्ता कस्ता कर्मचारीहरूको कुन कुन तह कायम हुन्छ भन्ने व्यवस्था गरिएको छ। त्यसै गरी विधेयकको दफा 10मा चाहिँ नयाँ पद पूर्ति कसरी हुन्छ भन्ने कुराको व्यवस्था गरिएको छ। म यी तीनै कुराहरूको यहाँहरूलाई विस्तृतमा जानकारी गराउँछु। विधेयकको दफा 42मा गरिएको व्यवस्था यहाँ हेर्न सकिन्छ। यहाँ तह वृद्धि सम्बन्धी व्यवस्था भनेर भनिएको छ। देखाएको तहमा 7 वर्ष सेवा अवधि पुरा भई पछिल्लो 3 वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कम्तीमा 90% अङ्क प्राप्त गरेका भनेर भनेको छ हैन। भने 7 वर्षको अवधि पुरा भएका सहायक 5औं तहबाट 6औँमा, 7औं तहबाट 8औँमा, 9औँबाट 10औँमा र 11औँबाट 12औँ तहमा बढुवा हुने कुरा यहाँ उल्लेख गरिएको छ। यो स्वत बढुवाको कुरा हो है। यो बढुवा गर्दाखेरि चाहिँ माथिल्लो तहमा चाहिँ पद भइरहन जरुरी छैन। अटोमेटिकल्ली यो तल्लो तहकै पद चाहिँ कायम हुन्छ। यो कुरा यहाँ लेखेको छ है। तह वृद्धि हुँदा पद स्वत माथिल्लो तहको पदमा कायम हुनेछ भनेर भनेको छ र यो त्यो कर्मचारी माथिल्लो तहको कर्मचारी चाहिँ जुनसुकै कारणले पदमा नरहेमा अर्थात् रिटायर भएमा चाहिँ त्यो पद फेरि तल्लो तहमा झर्छ। साबिके भनेको पूर्ववत अवस्थाकै तहमा कायम रहनेछ भनेर व्यवस्था गरेको छ भने त्यसै गरी तल वृद्धिको सन्दर्भमा पनि तह वृद्धि हुँदाखेरि माथिल्लो तहमा गएको कर्मचारीको तलब चाहिँ तल्लो तहमा रहँदाको भन्दा कम नहुने बढी हुने व्यवस्था गरिएको छ। अनि वर्षमा 2 पल्ट यसरी तह वृद्धि गर्ने कुरा साउन 1 गते र माघ 1 गते तह वृद्धि गर्ने कुरा यो दफामा गरिएको छ। यो विधेयकको दफा 6मा श्रेणी र तहको व्यवस्था गरिएको छ। यहाँ देख्न सकिन्छ। यो श्रेणीमा चाहिँ राज्य व्यवस्था समितिले राजपत्राङ्कित विशिष्ट श्रेणी चाहिँ 13औं, 14औं र 15औं हुने 3टा श्रेणी हुने भनेर व्यवस्था गरेको छ। अरू खास केही परिवर्तन गरेको छैन। अरू श्रेणीहरू यहाँ भएकै अनुसारका श्रेणीहरू छन् है। अब यहाँ अर्को के व्यवस्था पनि गरेको छ भने उपदफा 2मा तपाईँ हेर्न सक्नुहुन्छ। यो ऐन प्रारम्भ हुँदाका बखत देहायको श्रेणीमा बहाल रहेको निजामती कर्मचारी देहायको तहमा कायम भएको मानिनेछ भनेर विशिष्ट श्रेणीको मुख्य सचिव र मुख्य रजिस्ट्रार 14औं तहको हुने भनेको छ। अहिले पछिल्लो पटक 15औं भनेको छ हैन। 15औं गराइएको छ राज्य व्यवस्था समितिले भने। अरू तलको हेरौँ। प्रथम श्रेणीको पदमा बहाल रहेको कर्मचारी चाहिँ अधिकृत 11औं तहमा कायम रहने भनेर यो तह कायम गरिदिएको छ यो विधेयकले, यो दफाले। र यो 11औं तहको कर्मचारी चाहिँ 7 वर्षसम्म ऊ त्यहाँ कार्यरत रहेको छ भने ऊ स्वतः 12औं तहमा जाने कुरा दफा 42ले व्यवस्था गरेको छ। त्यसै गरिकन राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा बहाल रहेको कर्मचारी अधिकृत 9औं श्रेणी तहमा रहने कायम हुने भनेर यो दफाले व्यवस्था गरेको छ भने 9औं तहको कर्मचारी 7 वर्षभन्दा बढी समय काम गरेको छ भने चाहिँ 10मा जाने भन्ने कुरा चाहिँ फेरि दफा 42ले गरेको छ। त्यसै गरिकन तृतीय श्रेणीको कर्मचारी अधिकृत 7औं तहमा बहाल रहने कुरा यहाँ व्यवस्था गरेको छ भने त्यो कर्मचारी 7 वर्षभन्दा बढी अवधिसम्म जागिर खाएको छ, त्यहाँ उसको चाहिँ 7 वर्षभन्दा बढी अवधि भइसकेको छ भने त्यो कर्मचारी स्वतः 8औं तहमा बढुवा हुने कुरा दफा 42ले गर्यो। त्यसै गरी राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा बहाल रहेको कर्मचारी सहायक 5औं तहमा हुने भनेर यो उपदफाले व्यवस्था गर्यो भने दफा 42ले फेरि के भन्यो, 5औं तहमा 7 वर्षभन्दा बढी समयसम्म काम गरेको कर्मचारीको चाहिँ बढुवा भएर 6औं तहमा स्वतः जाने कुरा उल्लेख गरिएको छ। विधेयकको दफा 10मा चाहिँ सङ्घीय निजामती सेवाको पद पूर्ति कसरी हुन्छ भनेर यहाँ व्यवस्था गरिएको छ। त्यसमा चाहिँ राजपत्र अनङ्कित 5औं श्रेणी यो चाहिँ अब पहिला खरिदार सुब्बा भन्ने थियो। अहिले चाहिँ श्रेणी राजपत्र अनङ्कित र राजपत्राङ्कितमा 2 ठाउँमा विभाजन गरेर राजपत्र अनङ्कितलाई चाहिँ श्रेणीमा विभाजन गरेको छ हैन।
त्यसमा चाहिँ घमा तपाईँ हेर्नुहोस् राजपत्र अनङ्कित द्वितीय श्रेणी भने पहिलाको खरिदार सरहको हो। सहायक चौथो चाहिँ यो खुल्ला प्रतियोगिताद्वारा 80% सिटहरूमा त्यसरी पदपूर्ति हुन्छ भने अन्तर्तह र बढुवाद्वारा 10-10% चाहिँ पदपूर्ति गर्ने व्यवस्था गरेको छ। राजपत्र अनङ्कित प्रथम श्रेणी सहायक पाँचौँ भने अहिलेको नासु सरह चाहिँ यो पुरै बढुवाद्वारा मात्रै यसको पदपूर्ति हुन्छ। जुन अधिकृत के अरे चौथौँ द्वितीय श्रेणी सहायक चौथौँमा 80% खुल्लाद्वारा पदपूर्ति हुने व्यवस्था छ, त्यहीँबाट बढुवा भएर यसको पदपूर्ति हुन्छ। र यहाँ छैटौँको पदपूर्तिको व्यवस्था गरिएको छैन, यहाँ तपाईँ हेर्न सक्नुहुन्छ होइन। यो किन नगरिएको भने अहिले हाल कायम रहेका नायब सुब्बा तहमा कार्यरत रहेका सबै कर्मचारीलाई चाहिँ छैटौँ तहमा बढुवा गरिन्छ। त्यस कारणले गर्दाखेरि छैटौँ तह कसरी पदपूर्ति हुन्छ भनेर यहाँ नगरिएको हो। त्यसै गरी आठौँ तहमा पनि यहाँ लेखिएको छैन, किनभने अधिकृत सातौँ तहका कर्मचारीहरू 7 वर्ष सेवा अवधि पुगेपछि आठौँ तहमा बढुवा हुन्छन्, त्यही भएर यहाँ नलेखिएको हो। र अधिकृत 9 तह छ भने 10औँ तहको पनि यहाँ छैन, यहाँ हेर्नुहोस् है, यो पनि त्यही हो। अधिकृत 9 तहमा 7 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई स्वतः 10 तहमा बढुवा गरिन्छ भने 12औँ तहको पनि कुरा त्यही हो। सहसचिव सरहको कर्मचारी अधिकृत 11औँ तहमा 7 वर्षसम्म जागिर खाएका अर्थात् सेवा अवधि भएका कर्मचारीलाई स्वतः 12औँ तहमा बढुवा गरिने व्यवस्था भएकाले यहाँ उनीहरूको पदपूर्ति कसरी हुन्छ भनेर यहाँ व्यवस्था गरिएको छैन। अन्य जुन सहायक तह र राजपत्राङ्कित तहहरूमा अधिकृत 7औँ 9औँ र 11औँ तहको पदपूर्तिको व्यवस्था यो दफा र उपदफाले गरेको छ।